हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आई होप तपाईँ सबैजना सन्चै आराम हुन्छ। म पनि सन्चै आराम हुन्छु। आज मलाई अल्छी लाग्यो होइन, सो सानो ब्लग बनाऊँ होइन, नाति बोजूको गफगाफको यसो ब्लग बनाऊँ भनेर होइन। सो मैले ब्लग बनाउँदैछु होइन। अनि साथीहरू, तपाईँहरू के छ हाल खबर होइन। अनि अब हजुरआमा र हामी चाहिँ गफ गर्नेछौँ होइन, मिठा मिठा गफहरू गर्नेछौँ होइन। अनि सो तपाईँहरूले हेर्नु अन्तिमसम्म यो ब्लग हेर्नु होला र धेरै धेरै साथ सपोर्ट पनि गर्नु होला। एन्ड वेलकम। अनि धेरै थ्याङ्क यू सो मच मेरो नयाँ भ्युवर्सहरूलाई होइन, हाम्रो साथ सपोर्ट गर्नुभएको छ। ओके, लेट्स स्टार्ट हाम्रो कुराकानी हजुरआमा र नाति। हेलो हजुरआमा। हजुर, के गर्नुहुँदैछ? बत्ती धुप काटेको बाबु, के गर्ने बसी बिहान यसो धुप काटेर बसिराख्दाखेरि यसो काटौँ। यो चाहिँ कुन धुप भन्छ यसलाई? यसलाई यो कागजको धुप भन्छ, नेपाली कागजको धुप बाबु। कसरी बनाउँछ खै मेरो भ्युवर्सहरूलाई पनि देखाइदिनु। यसरी मसला ल्याउने अनि सेन पनि लाउने अनि कागज ल्याउने काट्ने अनि यस्तो यो बुढिया जस्तो हुन्छ। यस्तो हुन्छ। यतापट्टि काटेर तपाईँले काट्नुभएको? त्यो पनि मैले नै काटेर पेकिङ गरेको। साथीहरू हेर्नु, हाम्रो हजुरआमाले बत्ती यस्तो राम्रो काट्नु, चन्द्र विनायक छापेको यस्तो छाप हालेर। हाम्रो हजुरआमा कति मेहनती हुनुहुन्छ, आफै छाप हालेर आफै बनाउनुहुन्छ। मान्छे हेर्नु उमेर हुँदैन होइन, मान्छेले आफ्नो गर्ने साहस हुनुपर्छ होइन। टाइम पास पनि भयो होइन, यसो आफ्नो पढ्ने खर्च पनि भयो। हाम्रो हजुरआमा कति मेहनती कति राम्रो हुनुहुन्छ होइन। अनि हजुरआमा यो बत्ती चाहिँ कति काट्नुपर्ने हो? अब यो बाबु कहिले कहिले अब आमा बत्ती छ दुख्छ भन्छन् होइन, अब आउनेलाई यसो दियो अनि लिएर जान्छन्। अब त्यही हो, भगवान्लाई बाल्छन्। तर होइन, मान्छे काम गर्नु कति राम्रो हो नि त होइन। यसो रोग ब्याजहरू आफै हट्छन् पनि होइन, काम गऱ्यो भने याद पनि हुँदैन होइन। टेन्सन पनि हुने है, अनि अब काम गऱ्यो भने समय पनि गाह्रो थाहा हुँदैन। अनि तपाईँको उमेर कति भयो हजुरआमा? मेरो अब 75। आमामा, साथीहरू हेर हाम्रो हजुरआमा कति स्ट्रङ हुनुहुन्छ। 75 वर्ष उमेर पनि यति स्ट्रङ हुनुहुन्छ, आफै जानुहुन्छ, आफै काट्नुहुन्छ होइन। मलाई त हजुरआमा हेरेर कस्तो मोटिभेट हुन्छु होइन। म चाहिँ हामी पनि 75 वर्षमा यसरी सक्छु कि सक्दिनँ होइन। कस्तो मेहनती हुनुहुन्छ होइन। यो पैसाको लागि भन्दा पनि यसो आफूलाई ज्यान शरीर एक्टिभ रहन्छ क्या साथीहरू होइन। सो हजुरआमा त्यही बस्नु अल्छी लाग्छ, बोलेसक्यो भने यसो भुलिन्छ। अन्त हाम्रो हजुरआमाले फेरि खाना पनि यस्तो हो मिठो बनाउनुहुन्छ होइन, चकिलो होइन, टक्क परेको। तपाईँहरूसँग मेरो हजुरआमा जस्तो हजुरआमा छैन होला होइन, यस्तो फुर्तिलो मिठो पकाउने होइन। अनि हाम्रो हजुरआमा चाहिँ यही हो होइन। अनि हजुरआमा अब एउटा सानो गाना गाइदिनु त, राम्रो मिठो एउटा गाइदिने? गाइदिनु न। राम्रो त छैन तर गाइदिन्छु है नाति। सुन्छ गाउनु न। सुन्तलाको पातलो छाला ज्यादी माया नगर ज्यान्जाला। सुन्तलाको पातलो छाला ज्यादी माया नगर ज्यान्जाला। त्यही हो नाति। गाना पनि हाम्रो हजुरआमा कस्तो मिठो गाउनुहुन्छ होइन। जिन्दगीमा भगवान् हजुरआमाले चान्स नपाउनु भएको क्या, नत्र हाम्रो हजुरआमा पनि गायककारी हुनुहुन्थ्यो होला होइन। चान्स नपाउनु भएर चाहिँ, नत्र स्वरहरू राम्रो छ यस्तो गानाहरू गाउनुलाई होइन। ट्यालेन्ट हुन्छ नि हाम्रो हजुरआमा त लास्टै। अनि हामीहरू चाहिँ यस्तै हो, हामी साथी जस्तो छौँ हामी हजुरआमा र नाति होइन। हामी चाहिँ कति कुराहरू सेयर गर्छौँ। साथीहरू तपाईँहरू पनि आफ्नो हजुरआमालाई यसरी नै साथी बनाउनु, साथी जस्तो बोल्नु। हाम्रो हजुरआमा कति राम्रो हुनुहुन्छ होइन, कस्तो क्युट पनि हुनुहुन्छ होइन। सानो मान्छेसँग सानै मान्छेसँग गएर बोल्नुहुन्छ, ठुलो मान्छेसँग ठुलो मान्छेसँग बोल्नुहुन्छ, एकदम बुझकिलो हुनुहुन्छ होइन। यत्रो 75 वर्ष उमेर पनि हाम्रो हजुरआमा यति एक्टिभ हुनुहुन्छ, हामी त सक्दैनौँ होला। अनि हजुरआमा के भन्छ, अनि तपाईँको पहिला घर चाहिँ कता थियो? मेरो पहिला माइती चाहिँ भोजपुर हो। अनि अब श्रीमान
हजुरआमाको घर चाहिँ यहाँ बालवाटार। हाम्रो हजुरआमाको लभ म्यारेज है। आयो हाम्रो हजुरआमालाई फेरि लभ स्टोरी गानाहरू होइन दोहोरी गानाहरू गाए पनि लभ स्टोरी गानाहरू मात्रै गाउनु होला। अनि बुझ्यो किन जानेको चाहिँ हो नाति अब के गर्नु। तपाईँको एउटा गाना थियो नि हजुरआमा त्यो तपाईँको पशुपति हाम्रो ब्लगमा पनि सुनाउनु पर्छ नि हजुरआमा। पशुपति पशुपतिलाई के चढाऊ मैले घरमा रह्यो बेली र चमेली। पशुपतिलाई के चढाऊ मैले घरमा रह्यो बेली र चमेली। कति बज्यो कति बजी? अनि हामी खाना कति बजी? 10 बजी। 10 बजी। आज के पकाउनु भएको? मैले आज के पकाएँ भने त्यो बन्दाको भुजिया मजाले फ्राई गरेर होइन अनि अन्डा फ्राई दाल सिमला मिर्ची यसो अलिअलि बोइल गरेको अनि राइस बनायो भयो। साथीहरू हाम्रो हजुरआमाले त यत्रो भेराइटी पकाउनु पर्छ होइन तर आलुमा झोल धरी खतरा पकाइदिनुहुन्छ मिठो लाग्छ मिठो होइन। अनि म चाहिँ हाम्रो हजुरआमाको खाना चाहिँ मिठो लाग्छ। तपाईँहरूलाई कस्तो के लाग्छ र आफ्नो हजुरआमालाई तपाईँहरूले यसरी माया गर्नु यसरी आफ्नो आमा हजुरआमासँग साथी भएर तपाईँ जोइन मतलब कनेक्ट हुन सक्नुभयो भने साथी खोज्नु पर्दैन। मेरो त हजुरआमा साथीहरू हुनुहुन्छ। अनि अब तपाईँहरूले पनि खाना खानु होला। खाना खाने टाइम भयो हाम्रो पनि। अब नेक्स्ट ब्लगमा फेरि भेटौँला। हजुरआमा सबैलाई बाई भनिदिनु। बाई बाई। थ्याङ्क यू सो मच।